नमस्कार सेवा सेवारो तारेमाम जोजलाप्पा झोरले तासिदेले सेवा ढोगी भन्दै सबै साथीभाइहरूलाई एकमुष्ट सेवा गरे। आज हाम्रो श्रमदान मङ्सिरको 27 गते शनिबारको दिन हाम्रो श्रमदान सुरु भइसकेको छ। बृहत श्रमदानमा सबै हाम्रो नगरवासीहरू जोडिनु भएको छन्। हाम्रो श्रमदान टोलीहरू आइरहनु भएको छ र कामहरू एकदम सुचारू रूपमा हाम्रो श्रमदान चलि नै रहेछ। तपाईँ हामी सबैजनाले श्रमदान गर्नु एकदम जरुरी छ। देशको लागि एकदम श्रमदान बाहेक अरू उपाय छैन। त्यही भएर हामी बराह क्षेत्र श्रमदान टोली आज नडाबाट धरान जाने बाटोको लेफ्ट एन्ड राइट साइडको सबै झाडीहरू फाड्ने काम अति तीव्र रूपले भइरहेको हुँदा सबै बराह क्षेत्र नगरवासीहरूलाई श्रमदानमा चुलो निम्तो गर्दछौँ। एभ्री स्याटरडे 7:30 AM मा हुनेछ। हाम्रो श्रमदान आजको यही क्षेत्रमा हुनेछ। सबैजना जोडिनु होला। नेक्स्ट विक पनि योपालि हामी काम हाम्रो भइ नै रहेछ र अब आउँदा हप्ताहरूमा पनि हुने नै छन्। अब हामी काम गर्दाखेरि 6 दिन पेटको लागि हो भने 1 दिन देशको लागि गरौँ भनेर हामीले यो श्रमदान अभियान निकालेका छौँ। ल एकदम जय श्रमदान। ल हाम्रो श्रमदाताहरू आउने क्रम एकदमै भइरहेछन्। ल श्रमदान जय श्रमदान। ल है ल हाम्रो श्रमदाताहरू आउने क्रम एकदमै जारी छ। सबै जोडिनु होला। ल एकदम ल आउने एकदम क्रम जारी छ हाम्रो श्रमदाताहरू। ल जय श्रमदान है सबैलाई। ल वेलकम छ। जय श्रमदान। ल बहिनीहरू चेलीहरू ल जय श्रमदान। ल हाम्रो टोली अति नै राम्रो भइरहेछ। ल बोनुहरू वेलकम छ है श्रमदानमा। ल ल कम अति नै तीव्र रूपले चलि नै रहेछ। ल श्रमदानमा आजको श्रमदान एकदम सक्सेस भएर छ। धरान जाने बाटो नडादेखि यो श्रमदानको मूल पक्ष भनेको जङ्गलबाट झाडी फडानी बाटोको लेफ्ट एन्ड राइटको धरान जाने क्रममा राति न दिउँसो हात्तीको अति नै प्रकोप भएको कारणले हामीले यो झाडी फाड्ने काम गरियो। हात्तीबाट अति नै जोखिमपूर्ण यात्रा भएको हुनाले त्यही भएर यो श्रमदान चाहिँ आयोजना गरियो। ल यी झाडी हो श्रमदान मार्फत हामीले फाड्नुपर्ने। यस्तो अति नै जङ्गली जनावरबाट जोखिमपूर्ण यात्रा भएको छ। त्यही भएर अब यस्तो गाडी बाइकहरू जाँदाखेरि स्याट हात्ती बाहिर आइदियो भने देखिँदैन। त्यही भएर बाटोदेखि लेफ्ट एन्ड राइटको 4-5 मिटर परको
झाडीहरू चाहिँ फाड्ने काम बराह क्षेत्र श्रमदान टोलीले हामी फाड्नेछौँ। यस्तो झाडी छ, यस्तो झाडी भएपछि हामीले लेफ्ट एन्ड राइटको देखिँदैन। त्यही भएर एकदमै यो हाम्रो बृहत श्रमदान हुनेछ। जति हप्ता लागोस् यो हामीले नसकेसम्म हाम्रो श्रमदान रोकिने छैन। अब यसरी दाउरा काट्ने जानेर यति हात्ती फुत्त बाहिर निक्लिदियो भने गाह्रो हुन्छ। कति घटनाहरू त्यस्तो भइ नै सकेको छ होइन, म आफैलाई पनि आइसकेको हो। त्यही भएर यस्तो घटना अरूलाई नहोस् भन्नुको खातिर हामीले बराह क्षेत्र श्रमदान टोलीले यो सबै झाडी फाड्ने भएको। ल हाम्रो श्रमदान टोलीहरू एकदम तीव्र रूपको साथ दिइराख्नु भएको छ। निवासी हाम्रो मित्र टेम्पोवाला जाँदै हुनुहुन्छ, टेम्पोवाला उहाँले सहयोग गर्नुभएको। ल धेरै धेरै धन्यवाद उहाँलाई। पानी एक केस पानी सहयोग गरेर जानुभएको छ। उहाँ अध्यक्षजी, उहाँको नाम चाहिँ के पर्यो? उहाँको नाम चाहिँ उहाँको नाम दाजु उहाँको नाम सञ्जीव रम्तेल, धरान 17 र उहाँले 1 कार्टुन पानी यहाँनिर सौजन्य गर्नुभएको हाम्रो श्रमदान टोलीलाई र उहाँ चाहिँ यो टेम्पो व्यवसाय हुनुहुँदो रहेछ। हजुर, अघि धरानबाट चाहिँ यता नडा झर्दै गर्दाखेरि यहाँ देख्नु भएछ। उहाँ रिटर्न हुँदाखेरि चाहिँ हजुर उहाँले चाहिँ 1 कार्टुन पानी ल्याएर चाहिँ श्रमदाताहरूको लागि भनेर उहाँले ल्याएर हस्तान्तरण गर्नुभएको छ। उहाँलाई हामी श्रमदान टोलीबाट टिमबाट चाहिँ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँको नाम एकचोटि फेरि वाचन गरिदिनु। रम्तेल, सञ्जीव रम्तेल, धरान 17। ल जो चाहिँ मनका धनी हुनुहुन्छ, यहाँहरूले पनि हामीलाई औजारहरू अझै पनि बाँकी छ होइन, औजार टी सर्टहरू हाम्रो श्रमदाताहरूलाई बाँड्न होइन, यहाँहरूको चाहिँ ले सहयोग गर्नु चाहनुहुन्छ भने देश विदेशमा बस्नुहुने दयालु अथवा श्रम प्रति चाहिँ विश्वास राख्नुहुने अथवा श्रमलाई विश्वास गर्नुहुने दाजुभाइ दिदीबहिनीहरूलाई सहयोगको याचना पनि गर्दछौँ हामी होइन, हाम्रो टिमले। र जे सक्नुहुन्छ ग्लोभ हामीलाई चाहिँ अब एउटा सिक्कल भन्छ, अनि बेल्चा होइन, गैँती यस्तै खन्तीहरूको पनि यहाँहरूले चाहिँ हामीलाई दिन सक्नुहुन्छ होइन। हस्, धन्यवाद अध्यक्षजी। ल हाम्रो बराह क्षेत्र श्रमदाता श्रम संस्कृति पार्टीका अध्यक्ष हाम्रा श्री नरेश चामलिङ राईज्यूबाट सहयोगको अपिल भइसकेको छ। धन्यवादको यात्रा चलिरहेछ। हाम्रो श्रमदाताहरू अति नै तीव्रका साथ, अति नै जोसिलोका साथ काम गरिरहनु भएछ, श्रमदान गरिरहनु भएछ। अब हामी अगाडि बढ्नेछौँ। ल आज 2082 मङ्सिर 27 गते नडा धरान सडकको दायाँ बायाँ झाडी सफा गर्नुहुने श्रमदाताहरूको लागि खाजा पानी सौजन्य गर्नुभएको छ। सञ्जीव रम्तेल पानी 1 कार्टुन, उहाँको ठेगाना धरान 17 रहेको छ। जेम्स राई उहाँको ठेगाना बराह क्षेत्र 3 नडा, 3 पोका बिस्कुट 3 कार्टुन पानी प्रदान गर्नुभएको छ, सहयोग गर्नुभएको छ। उहाँहरूलाई हाम्रो श्रमदान टिमबाट उहाँहरूलाई धेरै धेरै हामी धन्यवाद भन्न चाहन्छौँ, आभार व्यक्त गर्न चाहन्छौँ। धन्यवाद।
हुन्छ धन्यवाद थ्याङ्क यू हाम्रा बरा क्षेत्र 3 निवासी रन्तेलज्यू उहाँले हामीलाई सहयोग गर्नुभएको छ हामीलाई सहयोग मात्र नभए तपाईहरुको श्रमदानको पनि एकदम खाँचो छ एकदम त्यही भएर तपाईँ हामी जोडिनुपर्छ श्रमदानमा खटिनुपर्छ तपाईँ हामी सबैले नखटी हाम्रो देश उभो लाग्दैन सो श्रमदानको विकल्प केही छैन तपाईँ हामी श्रमदान गर्नु अति नै जरुरी छ त्यही भएर श्रमदान गर्नुपर्छ श्रमदान जय श्रमदान ल बरार क्षेत्र श्रम संस्कृति पार्टीका अध्यक्ष तथा श्रमदाता नरेश चामलिङ राईज्यू र उपाध्यक्षज्यू उहाँले जङ्गल खनीमा एकदमै हातेमालोको साथ अगाडि बढिराख्नु भएको छ श्रमदान अभियान अति नै तीव्र रूपले अगाडि बढिरहेछ हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश श्रम गरौँ मिली बनाऊ यो देश श्रम गरी सबै मिली बनाऊ यो देश हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश सबै मिली बनाऊ यो देश जय श्रमदान जय श्रमदान जय माटो जय भारी गर्ने पारा मिलेन जेठा पारा मिलेन श्रमदाताहरू आरामका साथ एकछिन रमाइलो गफ रमाइलो गर्नुपर्छ जय श्रमदान जय श्रमदान दाजु हजुर कर्म गरौँ कसको हेर्नु आ विदेशीले बजाउँदैनन् हाम्रो देशको शान जय श्रमदान जय श्रमदान जय संस्कृति पार्टी जय माटो जय ल हेर्नुहोस् श्रम गर्नेहरूको गति ल हेर्नुहोस् श्रम भने यस्तो हुन्छ चट्टा चिटिक्क परेर यस्तो श्रम गर्ने भने सबैजना यस्तै छ चट्टा चिटिक्क अरे श्रम गर्ने यस्तो हुन्छ हेर्नुहोस् ल दाजु बात तपाईकै राम्रो स्वर रहेछ हौ स्वरै आएन गीत गाउँ भनेको त हुन्छ ल श्रम गर्नेहरूको गति यस्तो हुन्छ कति चट्टा चिटिक्क ल आम्मामामा ल मेकअपै मेकअप सरीको ल है यस्तो हुन्छ हाम्रो मेकअप श्रम गर्ने मान्छेहरूको मेकअप यस्तो हुन्छ है ल हेर्नुहोस् श्रम गर्ने टोलीहरू हामीले त जानी उभो गरेको त हो यो माटो लाएर गरेको ल ल हाम्रो पत्रकार मित्रहरू पनि आइसक्नु भएको छन् र त्यस्तै ल एकदमै हाम्रो श्रमदाताहरू
अति तीव्रका साथ श्रमको अभियान चलि नै रहेछ। ल है ल है ल है। सबैजना जोडिनु होला। एकदम बृहत श्रमदान भइरहेछ है। हाम्रो पत्रकार दिनेश मित्रज्यू पनि यहाँ आइसक्नु भएको छ। एकदमै ल श्रमदाताहरू चट्टाचट काममा ल हेर। यो भन्छ के भन्छ आफ्नो पर्सनल गाडीहरू अनि त्यही भएर चाहिँ यहाँ अब हात्ती देखिँदैन भनेर चाहिँ हामीले यो छेउछेउको झाडीहरू साना साना रुखहरू चाहिँ छाडेर सबैलाई सहज होस् भनेर। हस्, आफ्नो कामलाई निर्वाह दिनु सधैँभरि अगाडि बढ्नु होला मेरो शुभकामना छ। उतापट्टि लानुपर्छ कि अब उता उता ठेल्नु त्यसलाई ढालु, त्यसलाई ओए त्यो पल्लोलाई ढाल्नुपर्छ। त्यो टुक्रा पारौँ न। त्यो मुनिको ढालु न भित्रीको है। त्यो होइन, त्यसलाई ढाल्नु उतै गएर जान्छ। ल श्रमदान नानी अनि नाटकले अनि भक्कर नभएको कमेन्टमा गाली गरोस्। तपाईँ त राम्रो कुरा हो सिकाउने भन्दा अझै तपाईँलाई भन्ने अझै तपाईँलाई हामी मतवालीलाई नि बेलुका छोरा मान्छेलाई इन्टरभ्यू लियो भने पट्टाएर पड्काउँछ फेरि। त्यो पनि ए बोल्नुपर्छ कि एउटा शब्दले पनि माथि आयो हुन्छ कि होइन कति मिनटको बनाउनु? यिनीहरूको त भरो आउँदैन त। त्यो चिप्ली गएको शब्द नि हालिदिन्छ पो त, एडिट गर्दैन त। ल त्यहाँ दन्काउँ जारी छ हाम्रो श्रमदान। समयको यहाँ एकदम साँच्चै नै हो। स्पिकर त हुनुपर्ने हो। ल ल ल ल ल श्रमदान टोली
$60 कि कति डलरको आउँछ यो होटलमा 60 त्यति हेरि एकदमै यो तालु न उसले पनि गरेको रहेछ नि त झर्नुहोस् खाजा 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 लु खाजा खान आउनु दाजु लु 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 खाजा ल है बुनुहरू ल श्रमदान एभ्री विक आइँदैछ नि होइन बुनु गुड खाजा खाजा ठुल्ठुला पार्टीहरूले खान्छन् मासु भात हामी खान्छौँ चाउचाउ चिउरा यो भनेको श्रमदाताले खाने खाना खाने खाजाहरू है मासु भात हाम्रो मासु भात ल खसीको मासु 3 लिटर पेट्रोल यहाँ छ है ल ल खसीको मासु हजुर मात्र भएर हुँदैन यो क्या यो हजुर मात्र अब भन्दाखेरि कराएको हुन्छ यार काम हेर्नुहोस् न मसला काट्दै लगाऊ है साथी हो अलिक हात सफा हुनेले मैले त पानी हाम्रो खाजा यस्तोरी हुन्छ पुरै श्रमदाताहरू खाजा खाने टाइममा दाजु भान्जेलाई राख्दिनु अहिले हामीले लिएको रोटी हामीलाई छैन भन्ला नि तिमीले बनाएको रोटी आफ्नो जिउ हेरेर बनाएको जिउ हेरेर बनाएको हामी यहाँ खान्छौँ रोटी यता त्यसमा पानी त कसरी हाम्रो मासु भात होइन यो श्रमदाताहरूको मासु भात उयो 3 लिटर पेट्रोल उ यहाँ छ उ यहाँ 3 लिटर पेट्रोल यहाँ रोस्ट ल है यस्तो श्रमदाता भनेको यस्तो हुन्छ
हाम्रो जेन्जीहरू पनि ल गुड युट्युबमा हाल्ने हो भने फोनमा भिडियो देखिनेको मात्रै हाल्नु त्यो घन्टा आराम गरेर सक्यो हो सबैजना श्रमदाता टोली हो लु टोली मुभ कामतिर ल खाजा भइसक्यो अब उमा काममा लाग्नु है लु गुटुङटुङ ल खाजा भइसक्यो जाँदाखेरि क्या तपाईँ अगाडि जानुभयो भने त्यो मुनाल चौकमा आयो नि लगातार काम श्रमदाताहरूको लगन चलि नै रहेछ घुम्ने पैसाले त म त घरमा टन्न 2 किलो सेकुवा मजाले टमाटरको अचार मजाले खाँदै श्रमदाताहरू एकदम घरहरू घर लागिराख्नु भएछ झाडी झुडीहरू ल यो यताको बाटो यस्तो छ झाडी अनि ठ्याक्कै यतापट्टि फर्किँदा बाटो पुरै खुलेको हो दिस इज द रिजल्ट अफ श्रमदान है यो श्रमदान गर्नु अति नै जरुरी ल फेरि अगेन यो फाँडेको जङ्गल हेर्नुहोस् है फाँडेको जङ्गल कस्तो खुल्ला बाटो अब यतापट्टि हेर्नुहोस् कस्तो झाडी हो रिजल्ट यहीँ देखिहाल्नुहुन्छ है ल गाउँघरतिर यस्तो छ मज गरेर ल्याएर भोज गरेर यहाँ राइट ल हाम्रो श्रमदान जङ्गलभित्र ल आजको श्रमदान सकिएको सबैजनालाई धेरै धेरै धन्यवाद जय श्रमदान जय माटो जय नेपाल जय 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 देश